चैत महिना तपाईँ तुला राशि हुनुहुने जनहरूका लागि के छ कस्तो छ भन्ने विषयमा चर्चा गर्छौँ। सर्वप्रथम त यो समय विद्यार्थी जनहरूका लागि सकारात्मक पूर्णै छ। विशेष त कुनै कम्पिटिसन र इक्जामिनेसनमा सहभागी बन्दै हुनुहुन्छ, उच्च शिक्षाका लागि प्रयत्नशील हुनुहुन्छ भने यो समयलाई सकारात्मक पूर्ण मान्न सकिने आधार छन्। शत्रु बाधा र शत्रु व्यवधानको संयोगहरू बढिरहने हुँदा आफूलाई अप्ठ्यारो पार्ने व्यक्तिहरूबाट जोगिनका लागि मैले विनम्रतापूर्वक अनुरोध गर्न चाहे। खर्चका कारणले अलिकति समस्याहरू उत्पन्न हुन सक्छन्। खर्चका कुराहरूमा पनि थोरै नियन्त्रण गर्नुपर्ने आधारहरू बढी बनिरहेको छ। विशेष त यहाँले सम्बन्ध र रिलेसनलाई लिएर ध्यान दिनुपर्ने हुन्छ। यहाँले योग्यता क्षमता बमोजिमको अवसर प्राप्तिमा कठिनाइहरू होला। पार्टनरसिपको काम कार्यले साधारणतया केही गति लिनेछ। स्वास्थ्यगत कुराहरूमा लगभग राम्रो नै छ। आर्थिक रूपमा पनि खासै समस्याजनक छैन, यद्यपि खर्चको कुराहरूमा अलिकति ध्यान दिनुपर्ने आधारहरू बढी बनिरहेको छ। विशेष त यो समयमा यहाँले अपेक्षाजनक लाभ लिनका लागि गाह्रो छ। व्यवसायबाट हुनसक्छ, जब जागिरको क्षेत्रहरूबाट हुनसक्छ वा अन्य कुनै पनि प्लेटफर्मबाट अवसर वा अपेक्षाजनक लाभ भने कम मिल्न सक्छ। सरकारी क्षेत्रमा हुनुहुन्छ, यहाँ विशेष गरेर राजनीति वा समाजसेवाको फिल्डमा हुनुहुन्छ भने खासै राम्रो समय भने नरहेको जानकारी गराउन चाहे। यो थियो तुला राशि चैत महिना तुला राशिका लागि कस्तो रहन्छ भन्ने विषयमा।